दाइ टेक योर टाइम अहिले सुते नि हुन्छ ब्याटिङ गर्नु मैले बिचा सौरभ दाइले रिप्लेस गर्नु पर्यो कसैले दाइले तपाईँले गर्दै हुन्थ्यो दुबारा तन पुगिरहेको छ दाइ दाइ फेरि अहिले धेरै हालेर ब्याटिङ गर्न नसक्नु होला नि हान्न भन्छु होइन गेममा जित हार हुन्छ होइन तर यो हाम्रो इसिसीको मोटो कस्तो भन्दाखेरि टुर्नामेन्ट गराएर सबै प्लेयरलाई सँगै ल्याएर एउटा रमाइलो इन्भाइरोमेन्ट गरौँ भनेर हो आज एउटा जित्छ भोलि अर्कोले जित्छ होइन टिम सफल भयो भने एक आपसमा खेल्दाखेरि पनि अन्डरस्ट्यान्डिङ हुन्छ होइन आज सबै टिमले राम्रो खेलेको हो जसले पनि जित्न सक्छ सबैले एउटा एउटा जितेर चाहिँ फाइनलमा चाहिँ लास्टमा जाइन्ट्स र नाइट्स वारियर्स र नाइट्स पुगेर चाहिँ हाम्रो फाइनल गेम चाहिँ अहिले भर्खर सिद्धियो होइन र त्यसको विनर चाहिँ हाम्रो वारियर्स भयो अब ट्रफी डिस्ट्रिब्युसनतिर लागौँ होइन सबभन्दा पहिला चाहिँ म एकचोटि चाहिँ अब हाम्रो रनरअप भएको टिमलाई एकचोटि सबैजनाले क्ल्याप गरिदियो होइन अनि पहिला चाहिँ अब लिग गेमको गरौँ होइन हामीसँग दुईवटा यहाँ ट्रफी छ त्यो दुईवटा ट्रफी चाहिँ हाइएस्ट रन स्कोरर र हाइएस्ट विकेट टेकर इट डजन्ट मिन बेस्ट ब्याट्सम्यान or बेस्ट बलर होइन जस्ट द पर्सन हु वाज एबल टु स्कोर द हाइएस्ट रन एन्ड हु वाज एबल टु टेक हाइएस्ट विकेट्स इन दोज टु लिग गेम्स वी डिडन्ट काउन्ट फाइनल गेम चाहिँ हामीले काउन्ट नगरेको हो किन भन्दाखेरि अब लुजिङ टिमले चाहिँ फाइनल गेममा खेल्न पाएको हुन्न थर्ड टिमले त्यसैले चाहिँ फेयर गरौँ भनेर अब यसमा हाम्रो हाइएस्ट रन स्कोररमा चाहिँ भुवन भट्ट दुईवटा गेममा चाहिँ त्यसमा एपमा 60 देखाए पनि हि स्कोर्ड अबाउट 66 रन इफ आइ एम नट मिस्टेकन होइन इज वान अफ द यदि कसैले उसलाई भुवनलाई चिन्दैन भने होइन इज वान अफ द एक्सेप्सनली गुड ब्याट्सम्यान होइन हाम्रो इसिसी ओभरअल क्लबकै होइन इज वान अफ द भेरी गुड ब्याट्सम्यान होइन उसले सेन्चुरी हाफ सेन्चुरी सबै हानेको हो होइन अनि लास्ट सिजन पनि हि वाज द बेस्ट ब्याट्सम्यान होइन उसको लागि चाहिँ एकचोटि अब सबैले ताली बजाइदियो है फोटो खिचेछ सँगसँगै है हाम्रो रूपेश गिरीले पनि एकचोटि सबैले ताली गरे एक्सेप्सनली राम्रो ब्याटिङ है अर्को वर्ष अब लेट्स मुभ टुवर्ड्स द हाइएस्ट विकेट टेकर होइन यो पनि हाम्रो वान अफ द बेस्ट बलरै हो हाम्रो इसिसी क्लबबाटै है सबैजना छन् राम्रो बलिङहरू तर आजको टुर्नामेन्टमा चाहिँ दिस पर्सन टुक 5 विकेट्स इन 2 गेम्स सो इट्स नन अदर देन महेश थापा छ क्या राम्रो लेके आएर दाइ के को ट्रफीहरू बस्यो होइन तर बिफोर मुभिङ टु द विनिङ ट्रफी होइन एकचोटि म चाहिँ रनर अप भएको टिमको क्याप्टेन होइन महेश थापा छेत्रीलाई चाहिँ यहाँ बोलाएर एभ्रिवान महेश थापा छेत्री सबैलाई गेम एकदम राम्रो खेलेको थियो होइन सेकेन्ड गेममा पनि तिमीले एकदमै कमब्याक गरेर जित्यो होइन फाइनलमा त्यस्तो के भयो के यस्तो विचार छ हामी खासमा फाइनलमा चाहिँ सबैलाई चान्स दिउँ भन्ने मेन्टालिटीले खेल्यौँ हामीहरू पहिलो लिग गेममा चाहिँ ब्याटिङ नपाउनु भएकोलाई फर्स्टमा ब्याटिङ प्रायोरिटी गऱ्यौँ कम्पिटेटिभ भन्दा पनि हामी फ्रेन्डली इन्भाइरोमेन्टमा जाउँ भनेर अगाडि बढेको हिसाबले चाहिँ हामीलाई चाहिँ स्कोर चाहिँ क्वाइट ओके हो तर हामी बलिङमा चाहिँ थोरै हाम्रो बलिङ राम्रो भएन
गेममा यो फाइनल गेममा चाहिँ नत्र पनि हाम्रो एज प्लानै यो हाम्रो प्लानै थियो कि यसरी खेल्ने अब फ्रेन्डली गेम हो वान्स इन अ वाइल्ड सबैजना आउनुहुन्छ अब मेरो टिमबाट चाहिँ अनिल त्यसपछि अञ्जल अनि दिवाकर चाहिँ वान्स इन अ वाइल्ड हो उहाँहरू हामी चाहिँ अरू मेरो टिमको साथीहरू अरू चाहिँ सबै रेगुलरली खेलिरहेको हुन्छ त्यही भएर उहाँहरूले चान्स नपाएको भएर उहाँहरू पनि अब आज अलिकति चान्स पाउनुभयो मोटिभ हुनुहुन्छ त्यो हिसाबले चाहिँ हामी फाइनललाई चाहिँ कम्पिटिटिभ भन्दा पनि फ्रेन्डली बनायौँ भुवन र तिम्रो पार्टनरसिप एकदमै राम्रो थियो होइन एउटा टाइममा चाहिँ स्कोर कम होला भए पनि लास्टमा 97सम्म पुग्दाखेरि चाहिँ बलिङ गर्दाखेरि चाहिँ के थियो प्लान चाहिँ कसरी ट्याकल गर्ने खासमा चाहिँ अब हामी लिग गेममा हामी कमब्याक गरेर हामी फाइनलमा फाइनलिस्ट भएको हाम्रो एज प्लान चाहिँ त्यही थियो तर हामी लन्च पछि चाहिँ सबै चाहिँ अलिकति लन्च हेभी भयो अनि त्यही भएर अलिक हामी ब्याक टु ब्याक 3टा गेम खेल्दा गाह्रै हुन्छ सबैलाई त्यो हुँदाखेरि बलरलाई अलिक गाह्रो पनि भयो वान अफ द एकजना हाम्रो मेन बलरको चाहिँ जुत्ता एकदमै खराब भएको कारणले चाहिँ पर्फर्म राम्रो आएन उहाँको अनफर्चुनेटली नत्र पनि ओभरअल म सन्तुष्ट छु यस्तै हो खेल्ने फ्रेन्डली म्याच भनेको यही हो आजको इसिसीको टुर्नामेन्ट कस्तो लाग्यो फ्रेन्डली वेल म्यानेज सबै म्यानेजमेन्ट गर्ने टिमलाई म थ्याङ्क यू भन्न चाहन्छु यस्तै अगाडि टुर्नामेन्टहरू गर्दै जानु होला थ्याङ्क यू सब ल सन्दीप कङ्ग्रेचुलेसन्स है फर्स्ट लिग गेम हार्दाखेरि चाहिँ अलिकति मनोबल डाउन भएको थियो होइन सेकेन्ड गेम लिग गेम जितेर अनि त्यसपछि फाइनल पनि जित्दाखेरि कस्तो अनुभव भयो र के दुई चार कुराहरू भन्न मन छ भने म एकदमै खुसी लागेको छ होइन सबैले राम्रो गरेर सबैले अब फर्स्ट गेम हारे पनि अब सेकेन्ड गेममा हामीले कमब्याक गर्छौँ भन्ने थियो अनि त्यसपछि अब रुपेश दाई सबैजना सञ्जयहरूले सेकेन्ड गेममा चाहिँ अब राम्रो ब्याटिङ गरे त्यसपछि अब स्कोर पनि ठुलै थियो त्यही भएर चाहिँ हामीलाई जित्न सजिलो भयो बलिङ पनि राम्रो भयो अनि अब फाइनल त अब गोपी ब्रोले हानिदिइहाल्यो एक्लैले फाइनल गेममा चाहिँ गोपीलाई ओपनिङ पठाउँदाखेरि चाहिँ के थियो मनमा के विचार आयो अब गोपी ब्रोको ब्याटिङ भनेको उनले खेल्यो भने उनलाई एक्लैले जिताइदिन्छन् होइन उहाँलाई अलिकति हतार पनि थियो र उनी आफू नै अलिकति कन्फिडेन्ट भएर पनि होइन म ओपनिङ जान्छु म जिताउँछु भनेर जस्तो कन्फिडेन्स थियो त्यो भएर गो प्ले फ्रिली भनेरै हो अब फ्रिली हुनुसँगै अब क्याप्टेनको एउटा कन्फिडेन्स हुनु भनेको पनि एउटा छुट्टै कुरा हो किन भन्दा पनि लास्टमा यो इसिसीको आज यो प्रेजेन्टेसन जो मेमोरियल डे कप भयो यसको बारेमा कस्तो लाग्यो एकदम खुसी लाग्यो यो मेमोरियल टुर्नामेन्टमा मेमोरियल डेको मात्रै होइन दसैँ कप भयो इन्टरसिटी भयो अनि अरू टुर्नामेन्टहरू खेल्दाखेरि जो सबैजनाले लङ विकेन्डमा चाहिँ यसो सबैजना गेट टुगेदर जस्तो गरेर एउटा फ्यामिली जस्तो गरेर खेल्न पाउँदा चाहिँ जहिले पनि अब रमाइलो नै हुन्छ अब आज जित्यो अरू बेला हारेको थियो होइन हार जित आफ्नै ठाउँमा छ तर सबैजना साथीभाइहरूसँगै बसेर खेल्दा पुऱ्याउँदा रमाइलो भयो गोविन्द्र ढुङ्गाना सुभाष घिमिरे कप बोकेर हो बाछेलाई पुग्दाखेरि सञ्जय परियार हाम्रो हरि बाबुजी स्टार बलर हरि बाबुजीको इन्टरभ्यु ल्याउ के भन्नु खोजिरहनु मेरो त क्याप्टेन तैँले 3 ओभर किन दिएको भनेर हरिलाई 3 ओभर किन दियो भनेर सोध्दा पर्दैन फाइनली क्याप्टेन सन्दीप अलि त्यहाँ पनि एउटै स्पेशल अब यो विनिङ ट्रफी आज गुड गेम गाइस है वेल प्ले अनि अब यसरी नै सबैजना अब यो हाम्रो बेलाबेलामा भइरहेको
टुर्नामेन्टमा यसरी पार्टिसिपेट गरिदिनु होला मेक इट मोर ब्रिगर र ग्रान्डर है अझ हुन्छ हाम्रो धेरै नै हुन्छ इसिसीले गर्ने यो जस्ट हाम्रो 2-3टा भयो भर्खर मोर इज कमिङ है त्यही भएर थ्याङ्क यू गाइज अगेन फर पार्टिसिपेटिङ सबैजना इच एन्ड एभ्री प्लेयरलाई है यो चाहिँ विनिङ टिमलाई मात्र नभएर इच एन्ड एभ्री प्लेयरलाई थ्याङ्क यू सो मच